हेलो सेवारू, आज चाहिँ म यहाँ फुङसिङ मेला आएको छु। फुङसिङ मेला भर्नलाई आज आएको। फुङसिङ मेला चाहिँ 31 गते नै रहेको थियो, तर मैले चाहिँ भिडियो 31 गते नै हाल्नुपर्नेमा आज हाल्दैछु। यो चाहिँ फुङसिङ डाँडा हो। यो पाँचथर र इलामको सिमानामा रहेको डाँडामा हरेक वर्ष प्रत्येक वर्ष चण्डी पुण्यको दिन लाग्ने गरेको छ। यो फुङसिङ मेलाको भ्यू हेर्नुहोस्। यहाँ चाहिँ प्राय मान्छेहरू धेरै आउनुहुन्छ जताततैबाट। यो यहाँ माथि चाहिँ एउटा सानो मन्दिर पनि छ। फुङसिङ मेलामा भलिबल पनि राख्नुभएको छ र भलिबल पनि खेल्दै हुनुहुन्छ। भलिबल खेल्न पनि आउनु होला अर्को वर्ष, अर्को साल। यहाँ चाहिँ भलिबल पनि हुँदैछ। बादल पनि लागिरहेको छ। गाडीहरूबाट धेरै आउनुभएको छ। फुङसिङ मेला रमाइलो लागिरहेछ। यहाँ डाइस लागि पनि छ। डाइस खेल्न धेरै मान्छेहरू आउनु भएको छ। डाइस खेल्नेहरू हेर्नुहोस्। यता चाहिँ हाम्रो मन्दिर जाने मान्छेहरू मन्दिर जाँदै पनि हुनुहुन्छ। माथि डाँडामा बसिराख्नु पनि भएको छ। घाम ताप्दै हावा खाँदै बस्नु भएको छ। रमाइलो छ फुङसिङ मेला। सदा चाहिँ फुङसिङको बेला ठुलो पानी पर्थ्यो। एकताल चाहिँ पानी परेको छैन। घाम लागिरहेछ। रमाइलो भइरहेछ। को आउनु भएको छ कमेन्ट गर्नुहोला। फुङसिङ मेला कसलाई थाहा छ। यहाँ चाहिँ हाम्रा पुराना भन्दा बुढाबुढीहरू अलिक बोजू बाजे जस्ता चाहिँ खाजा ल्याएर आउनुभएको छ। रमाइलो गर्नुभएको छ। धान पनि हुँदैछ। धान पनि खाजा ल्याएर खानुहुन्छ, पकाएर खानुपर्ने छ। धान नाच पनि हुँदैछ। यता भने यता तल चाहिँ भलिबल पनि हुँदैछ। यो भलिबल यहाँ भने हाम्रा लिम्बुनी बोजूहरू धान नाच्दै हुनुहुन्छ। लिम्बू बाजेहरू अङ्कलहरू धान नाच्दै हुनुहुन्छ। तपाईँहरू पनि आउनुहोला, धान नाच्नुहोला। अब चाहिँ फेरि साँझ पर्न थाल्यो। अब मान्छेहरू आफ्नो घरतिर जाँदै हुनुहुन्छ। कोही भने कोही मेला भर्न त्यतिकै हुनुहुन्छ। साँझ परिसकेको अवस्था छ। अब हामी पनि घरतिर जानुपर्ने हुन्छ। फुङसिङ मेला भरियो, रमाइलो गरियो। पानीले कुटेन, त्यसैमा खुसी। र अब अर्को साल भेटौँला।